हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले जिल्ला अस्पताल ओखलढुङ्गा रुम्जाटारमा छौँ। आज चाहिँ हामी खिची फलाटे होइन दिदी, खिची फलाटे जानको लागि चाहिँ प्रिपेयर हुँदैछौँ। गाडीमा सामान हाल्नु हुँदैछ, सरहरू पनि यहाँ गाडीमा हुनुहुन्छ। सामान रेडी भइसकेको छ है गाइज। अब हामी कहाँ जान्छौँ रे दिदी, कहाँ जान्छौँ रे? खिची फलाटे हो। हाम्रो ओखलढुङ्गाको सरहरूसँग हामी खिची फलाटे जान लागेका छौँ। हाम्रो सरहरू चाहिँ सामानहरू राख्नु हुँदैछ। गाह्रो भयो दाजु, गाह्रो भयो। यो चाहिँ जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा है, जिल्ला अस्पताल खतरा राम्रो छ। हामी चाहिँ गाडी चढिसक्यौँ है। हाम्रो सर हो चाहिँ। सर नमस्कार है। हजुर नमस्कार। देखाउनु आएर सरलाई चाहिँ खै त दिदी लाग्यो भिडियो हो सर। यो भिडियो चाहिँ हो होइन होइन, भरे युट्युबमा आउँछ है सर। हामी चाहिँ अहिले रामपुर आइपुग्यौँ है। कस्तो रमाइलो रहेछ, कस्तो राम्रो ठाउँ है। ओखलढुङ्गाको रामपुर हटिया लाग्ने ठाउँ रहेछ पनि। हटिया बरपिपल उता स्पोर्ट्स पनि रहेछ, खतरा राम्रो। सरलाई हाम्रो सर हामी चाहिँ अहिले के अरे श्री चौर होइन, श्री चौर आइपुगेको छौँ। हाम्रो सरहरू चाहिँ यता हुनुहुन्छ। यहाँ हामीलाई चाहिँ वेलकम पनि भइसक्यो होटलमा खानालाई। उसको हाम्रो सर पेजेन है, उहाँ सर चाहिँ मुस्कान दिइराख्नु भएको छ। उहाँ हाम्रो गुरुजी हामीलाई यत्रो बोकेर यहाँसम्म ल्याइदिनु भएको छ। हाम्रो सर 84को उहाँ दावेदार हुनुहुन्छ। चिनाइदिइराखेको है अहिले नै हजुरलाई। हाम्रो हाकिम साहब दिज्यू यता हेर्नुहोस्। हाम्रो सर अघि सरसँग अघि पनि कुरा भएको थियो होइन सर? अब हामी खाना खाने। खिची फलाटे, खिची फलाटे होइन, हामी जानुपर्ने ओह्रालो हो। दिदीले मलाई ढुङ्गाको घरको फोटो, ढुङ्गाको घर भन्ने पनि गर्नुहुन्छ। ढुङ्गाको छाना चाहिँ खिच्न पाइन होइन, भोलि चाहिँ खिचेर। अन्त कति धेरै आलु सरी सर, कहाँ झऱ्यो नि? मेरो मतलब बिर्सिरहेको छ। टाउकोमा लाउनु चाहिँ छैन, खुट्टालाई धेर भारी बनाउनु। ए धन्यवाद सर। बाटो त डेन्जर छ, डेन्जर। फाइनल्ली हामी चाहिँ ओखलढुङ्गा जिल्लाको खिचिदेम्बा गाउँपालिका आइपुगेका छौँ। यो चाहिँ एकदम चिसो रहेछ यहाँ यो ठाउँ चाहिँ।